आज म अभिभावक र बालबालिकालाई सम्बन्धित गरेर केही कुराहरू छलफलमा ल्याउन चाहन्छु। अब हामीले सबैले स्वीकारेको कुरा हो कि बालबालिकाका प्रथम शिक्षक अथवा गुरु भनेकै अभिभावकहरू हुन्। त यस्तो अभिभावकहरू विशेष गरेर आमाको अझ प्रमुख भूमिका हुन्छ। त्यसपछि घर परिवारका सदस्यहरू, हजुरआमा, हजुरबा, अनि बा, काका, काकी, दाजु, भाउजू, दिदी, दाजु आदि सबैको भूमिका हुन्छ। बालबालिकाहरू जन्मेदेखि विद्यालय नगइन्जेलसम्मको उमेर घरमा नै हुने भएको हुनाले उनीहरू घरका अभिभावकहरूसँग लामो समय उठबस हुन्छ र यो उमेर चाहिँ करिब 4 वर्षको हुन्छ। यही उमेरमा हामीले बालबालिकाहरूसँग गर्ने व्यवहार, उनीहरूसँग गर्ने कुराकानी र हामीले उनीहरूलाई कस्तो बनाउने हो र हामीले गर्ने आनी बानी र व्यवहारबाट उनीहरूको पनि आनी बानी र व्यवहार निर्देशित हुन्छ। यही समय हामीले बालबालिकाहरूको सोचाइ विकास गर्ने समय हो। अत यो समयमा समग्र अभिभावकहरूले बालबालिकासँग गर्ने कुराकानी, बालबालिकासँग गर्ने व्यवहार अनि अभिभावकहरूको सोचाइ र जीवनशैलीले बालबालिकाहरूको सोच्ने तरिका, बोल्ने तरिका, व्यवहार लगायतका जीवन शैलीसँग सम्बन्धित विभिन्न पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो अति नै महत्त्वपूर्ण समय हो। हाम्रो समाजमा अभिभावकहरूले बालबालिकासँग कस्तो व्यवहार गर्ने, के गर्दाखेरि ठिक हुन्छ, के गर्दाखेरि बेठिक हुन्छ र अभिभावकहरूको आनी बानी व्यवहार सोचाइले बालबालिकाहरूको मस्तिष्कको विकास, सामाजिक विकास अनि उनीहरूको व्यक्तित्वमा के कस्तो असर पर्छ भन्ने कुरासँग सम्बन्धित छलफल असाध्यै कम हुने गर्छ र त्यस सम्बन्धी छलफल ल्याउन, छलफल गर्न मद्दत गर्ने पुस्तकहरूको सङ्ख्या पनि त्यति धेरै पुस्तकहरूको सङ्ख्या पनि न्यून छ। अहिले बजारमा सिकाइ समूहले यस्तै प्रकारका पुस्तकहरूको खाँचो पुरा गर्नको लागि हामी आमा बाबु भन्ने पुस्तक प्रकाशनमा ल्याएको छ। यो पुस्तक प्रकाशन भएको चाहिँ 2071 साल चैतमा हो। यो पुस्तक चाहिँ प्रसिद्ध भारतीय शिक्षाविद र लेखक गिजुभाइको पुस्तक चाहिँ माँ बापो कि माता पच्चीलाई नेपालीमा अनुवाद गरिएर प्रकाशनमा ल्याएको हो र यो अनुवादन गर्ने काम चाहिँ अथवा नेपाली संस्करण बनाउने काम चाहिँ शरद्चन्द्र बस्तीले गर्नुभएको छ भने यसको प्रकाशन चाहिँ सिकाइ समूहले गरेको छ। यो पुस्तक लेख्ने बेलामा गिजुभाइले तत्कालीन भारतीय समाजमा
भएका घटनाहरूलाई ऐनाको रूपमा उनले उतारेका छन् भने त्यही भारतीय साहित्यलाई नेपाली रूपान्तरण र नेपाली परिवेशमा ढाल्ने काम सम्बन्धित अनुवादकले गर्नुभएको छ। त्यस अर्थमा हामी अनुवादक र सिकाइ समूह दुवैलाई धेरै धन्यवाद दिन चाहन्छौँ कि नेपाली समाजमा बालबालिकाका सम्बन्धमा र अभिभावकले गर्ने व्यवहारका सन्दर्भमा लेखिएका पुस्तकहरूको चाहिँ खाँचोलाई यो पुस्तकले केही हदसम्म भने पनि पुरा गरेको छ। आज म यही पुस्तकमा भएको एउटा शीर्षक को ठिक र को बेठिक भन्ने सन्दर्भमा संवाद भएका संवादलाई अगाडि बढाउन चाहन्छु र अब आमा र बाबु बीचमा भएको संवादले बालबालिकाहरूमा कस्तो खालको अन्योलता उत्पन्न गर्छ र द्विविधा उत्पन्न गर्छ भन्ने कुरा हामी सहजै महसुस गर्न सक्छौँ। र यसमा पहिलो चाहिँ को ठिक र को बेठिक भनेर पहिलो एउटा संवाद छ। त्यसमा आमा र बाबु बीचको भएको संवाद हो। संवाद नै जस्ताको तस्तै राख्नुभन्दा पहिला म यसको परिवेश के थियो भनेर थोरै भन्न चाहन्छु। बच्चा छुर्पी चबाइरहेको छ। त्यो छुर्पी चबाउँदाखेरि अब आमा र बाबुले बच्चालाई गर्ने व्यवहार अथवा आमा र बाबुले बच्चामाथि जुन निर्देशनात्मक बोलीहरू बोल्नु भएको छ त्यो कुरालाई लेखिया छ। हेरौँ है त्यो एकपटक। आमा भन्नुहुन्छ, कति छुर्पी चबाइराखे, जा थुकेर आइज। बाबुको भनाइ छ, खाओस् न त, के बिग्रन्छ। हेर्नुहोस् है, घटना हो छुर्पी खानु। आमाले बच्चालाई कति खाइराखे भनेर भन्नुभएको छ भने बाबुले चाहिँ खान दिउँ त के बिग्रन्छ भनेर भनेको छ। अब दोस्रो संवाद पनि हेरौँ। बच्चा परिवेश चाहिँ बच्चा पलेटी कसेर बसिआएको छ। त्यसमा आमाको प्रतिक्रिया हुन्छ, राम्ररी पलेटी कसेर बस, के घुँडा दुब्राएर बसेको भनेर आमाले भन्नुभएको छ। अनि बाबुले भन्छ, त्यही घुँडा दोब्राएर बस्ने परिवेशलाई बाबुले भन्छ, जसरी मन लाग्छ त्यसरी बसोस् न, एउटै कुरा त हो नि भनेर बाबुले भन्छ। अब बच्चाले के चाहिँ निर्णय गर्ने, कसरी बस्ने, घुँडा दोब्राएरै बस्ने कि पल्टी कसेर बस्ने। अनि अर्को एउटा संवादलाई पनि हेरौँ। यो चाहिँ बच्चाले चाहिँ देब्रे हातले लेखेको पृष्ठभूमिमा भएको संवाद छ। आमा भन्नुहुन्छ, देब्रे हातले किन लेखेको, दाहिने हातले लेख। अब बाबुको प्रतिक्रिया छ, जुन हातले सजिलो लाग्छ त्यसैले लेखोस् न। अब फेरि अर्को एउटा संवाद हेरौँ। बच्चा खेल्न जानु खोजेर छ। त्यसमा आमाको प्रतिक्रिया छ, दिनदिनै किन खेल्न जानु पर्यो, पढ्न लेख्न छाडेर। अनि बाबु भन्नुहुन्छ, खेलोस् न त, पढाइ बिगारेको छैन क्यारे। अब अर्को परिवेश हेरौँ। बच्चा उतार्नु परेर सुत्याएर छ। अब त्यसमा आमाको प्रतिक्रिया छ, के उतार्नु परेर सुत्या नि, कोल्टे परेर सुत। अनि बाबुको प्रतिक्रिया छ, जसरी मन लाग्छ त्यसरी देऊ न, सुत्न देऊ न, पछि कोल्टे फर्किहाल्छ नि। हो, यसरी एउटै घटना, एउटै परिवेश, एउटै विषयवस्तुमा घरका दुईवटा अभिभावकहरू, आमा र बुवा को फरक फरक प्रतिक्रिया, फरक फरक संवाद, फरक फरक बुझाइ हुँदाखेरि अब बालबालिकाहरूको
दिमागमा के पर्ला? पक्कै पनि तपाईहरु भन्नुहुनेछ बालबालिकाहरूलाई निर्णय गर्नमा दुविधा पर्छ। त यस्तो खालको दुविधाले अब बालबालिकाहरू के गर्दा ठिक, के गर्दा बेठिक, कुन भनाइ सही हो, कुन चाहिँ गलत हो, आफूले के गर्ने हो र के नगर्ने हो, के गर्नुपर्ने हो, के गर्नु नपर्ने हो भन्ने कुरा निर्णय लिन दुविधामा पर्छन्। अनि यसरी निर्णय लिन दुविधामा पर्दाखेरि अब बालबालिकाहरूको सोचाइमा कस्तो असर पर्छ होला त? त्यहाँ चाहिँ बालबालिकाहरू अब अनिर्णयको बन्दी हुन पुग्छन् र त्यसले बाल मनोविज्ञानमा असर पर्छ, बालबालिकाको मनोसामाजिक विकासमा असर पर्छ र त्यो भनेको समग्र बालबालिकाहरूको सोचाइ, गराइ, चिन्तन शैलीमा असर पर्नु र उसको व्यक्तित्वमा असर पर्ने हो। त्यसकारण हामी अभिभावकहरूले के कुरामा सजग हुनु पर्यो भन्दाखेरि कुनै पनि विषयवस्तुको सन्दर्भमा बालबालिकाहरूलाई सुझाव दिँदा, निर्देशन दिँदा, उनीहरूलाई सहयोग गर्दाखेरि ठिक ढङ्गले गर्नु पर्यो। त्यो विज्ञानसम्मत व्यवहार कुन चाहिँ हो, तथ्यमा आधारित भनाइ हुनु पर्यो, विज्ञानमा आधारित भनाइ हुनु पर्यो र अनि बालबालिकाहरूलाई अलिकति सोच्ने मौका पनि दिनु पर्यो। त्यसो भयो भने मात्रै बालबालिकाहरू सही निर्णयमा पुग्न सक्ने हुन्छन् र त्यसो भयो हुनाले अब हामी अभिभावकहरूले के कुरामा सचेत भएर व्यवहार गर्नु पर्यो भने हामीले गर्ने व्यवहार, कुराकानी, संवादले बालबालिकाहरू दुविधामा नपरुन्, अनिर्णयको बन्दी हुनु नपरोस् र अनि हाम्रो कुराकानीले, हाम्रो व्यवहारले र हाम्रो भनाइले बालबालिकाहरूको चाहिँ विकास सही ढङ्गले हुन सहयोग गरोस् भन्ने कुरामा हामी सचेत हुनु आवश्यक छ र यो सबै अभिभावकहरूले बेलैमा सोच्नुपर्ने हो। र यति भन्दै म आजको यो पुस्तकको एउटा मात्रै सानो अंश प्रस्तुत गरेँ र आजलाई यति नै बिट मार्ने अनुमति माग्छु। हस्, धन्यवाद। पुस्तक चाहिँ